हेलो गाइस, ल है आज बिहान चाहिँ घाँसबाट आएर बिजी भए हैन। भर्खर सब्जी पकाउँदैछु गाइस। के भन्नु अब, एक्लो मान्छे गाह्रो छ है काम गर्नु। देख्दा मात्रै सजिलो छ गाइस। साथीभाइहरू यस्तो गाह्रो पर्छ कि के गर्नु। दुईजनाको छ नि, बुढी पनि छ, बिचरा सकाइदिन्छ हो। यस्तो बिजी हुन्छ नि यहाँबाट, के गर्नु। सब्जी पकाउँदैछ है भर्खर टिपेर, ताजा ताजी पकाउनु पर्छ यसरी। यस्तो बिजी हुन्छ काम पनि। 4 बजी उठ्दा पनि भ्याउँदैन ऊ साथीभाइहरू। के गर्नु पर्ने ऊ जिन्दगी चाहिँ यही रहेछ है। लाइफ चाहिँ पकायो खायो घाँस काट्यो काम गऱ्यो हो। यस्तो बिजी हुन्छ हो गाइस। के भन्नु साथीभाइहरू। हाम्रो छोरा चाहिँ भर्खर सानै छ, त्यसले अब ठुलो भइ सघाउँछ कि। हिजोको सब्जी पनि डल्लै रहेछ नि हो। पर्सीको सब्जी बनाएको थिएँ, डल्लै रहेछ। यसमा चाहिँ घिउ लाएर, सरसोको तेल लाएर, डल्ले खोर्सानी लाएर, पाँचफोरन लाएर बनाएको सब्जी यस्तो मिठो हुन्छ कि गाइस, स्वादै हुन्छ है। मेरो छोरा हेलो गाइस हैन।